हेलो गाइज नमस्ते एन्ड गुड मर्निङ गाइज है। आज चाहिँ म यस्तो ठाउँमा छु कि जहाँ मलाई कसैले चिन्दैन के। म रेन्डम सिटीमा आएर है काम काम खोज्ने छु अनि काम गरेर पैसा कमाउन सकिन्छ या सकिँदैन त्यसकै बारेमा चालेन्ज गर्न गइरहेको छु होइन। म कटारी आएको चाहिँ 2 दिन भइरहेछ। कटारीमा काम खोज्न चाहिँ जान लाग्यो है गाइज। गाइज हामी चाहिँ बाहिर आइसकेको छौँ है। अघि चाहिँ पानी परेको कारणले दिउँसो निस्किन सकेन। अहिले चाहिँ त्यही भएर अहिले हामी बाहिर अहिले नाइटतिर निस्केको छौँ। गाइज है पहिलो ट्राई चाहिँ हामी चाड हाउसदेखि गर्नेछौँ। ल प्रवेश गरौँ है त गाइज, प्रवेश। हेलो दाई, सुन्नु न दाई होइन, यहाँ काम पाइन्छ दाई? काम छैन दाई? हजुर जे पनि काम गरिन्छ दाई, भर्खर नयाँ आएको कारणले। ए कटारीमा भर्खर आएको त्यही भएर गाईघाटबाट दाई। यहाँ पाइँदैन भनेर सोधेको मात्र। ए हो र, ल गाई चाहिँ यहाँ चाहिँ पाइँदैन भन्नुभयो है। हामी अब है अर्को नेक्स्ट भनेको कटारी कपडा पसलमा सोध्नु गइरहेको छौँ। यता पनि हाम्रो बेरोजगार साथी हुनुहुन्छ होइन। हेलो दाई, यहाँ हाम्रो यसो काम पाइँदैन दाई असिस्टेन्टको रूपमा केही होइन? काम एसिस्टेन्टको रूपमा त मलाई पनि पुगेको छैन भाइ। हो र, त्यही नयाँ कटारीमा आएको कारणले हो क्या सोधेको। गाइज यहाँ दाइले नि काम पाइँदैन भन्नुभयो अनि दोस्रो पटक रिजेक्ट खाएर गइरहेको छु। गाइज अब मासु पसलमा है गाइज, होइन मासु पसलमा पुग्यो दाई। हजुर हो यहाँको साउजी दाई, यहाँ केही मासु काट्नेहरूमा काम पाइँदैन दाई? हजुर पाइँदैन। गाइज चाहिँ यहाँ पनि रिजेक्ट भएर हामी निस्किसकेको छौँ। गाइज है तेस्रो पटक पनि रिजेक्ट खाएर निस्किँदाखेरि एउटा दाइले भन्नुहुन्थ्यो कि म मिलाइदिन्छु भन्दै भन्नुहुन्थ्यो, तर अलिक रक्सी खानुभएको जस्तो लागेर सरासरमा गएँ है। गाइज हामी चाहिँ अहिले काम नपाएर है यहाँ बेरोजगार भएर फर्किँदैछौँ अहिले चाहिँ। गाइज काम पाउनु गाह्रै छ है, जिन्दगीमा धेरै ठक्कर खानुपर्ने रहेछ। यति भन्दै आजलाई चाहिँ बाई भन्छ है